देख्न सक्नुहुन्छ गाइस तपाईहरुको आइडलसँग चाहिँ भाइटिका फोटो भाइरल भइरहेको छ यस्तो खालको फोटोहरु तपाईहरुले यस्तो खालको फोटोहरु बनाउन सक्नुहुन्छ भाइटिकाको ट्रेन्ड गए पनि तपाईहरुले यस्तो खालको आफ्नो आइडलहरु लिएर भिन्नता दिएर जस्तो पनि फोटोहरु बनाउन सक्नुहुन्छ एकदम सजिलोसित यो आज तपाईहरुलाई मैले मजाले बनाउन सिकाउन गइरहेको छु फर्स्ट अफ अल त तपाईहरुले यो भिडियोलाई चाहिँ सेभ गर्नुस् होला र जानुस् होला गुगल जेमिनाईमा र त्यहाँनिर क्रिएट विथ गुगल बनाना है तपाईले तलबाट देख्न सक्नुहुन्छ त्यो अप्सनमा क्लिक गर्नुस् होला र फर्स्ट अफ अल तपाईहरुले आफ्नो फोटोमा कुन चाहिँ फोटोमा चाहिँ ल्याएर राख्ने हो त्यो फोटोलाई चाहिँ पहिला सुरु अपलोड गर्नुस् होला र त्यसपछि सेकेन्डमा फेरि अर्को फोटो अपलोड गर्नुस् फेस एकदम क्लियर देखिने गरेर चाहिँ तपाईहरुको आइडल जो कोही पनि हुन सक्छ सेलिब्रिटीदेखि लिएर फुटबलर प्लेयर जो पनि हुन सक्छ तपाईले लिनुस् लिइसकेपछि तपाईले देख्न सक्नुहुन्छ मैले यो प्रम्प्ट युज गरेर चाहिँ तपाईले नेमासँग चाहिँ मेरो बहिनीको चाहिँ यसरी फोटो बनाएको थिए र त्यो प्रम्प्ट यहाँ मजाले देख्न सक्नुहुन्छ र यस्तो खालको प्रम्प्ट मलाई पनि सजिलोसित लेख्न त कहाँ सकिन्छ र गाइस म जान्छु च्याट जीपीटीमा गइसकेपछि चाहिँ मैले रफली एउटा इमेजमा चाहिँ मेरो आइडल अथवा एउटा जो कोहीको चाहिँ फोटो लगाएर चाहिँ त्यहाँनिर राख्न पर्ने हुन्छ त्यो मान्छेलाई त्यसरी उभाउनु पर्ने हुन्छ यस्तो खालको आउटफिट लगाएर चाहिँ मसँग यसरी बसेको प्रम्प्ट दे भनिसकेपछि चाहिँ च्याट जीपीटीले मलाई यसरी सर र प्रम्प्ट दिन्छ र त्यो प्रम्प्ट मैले चाहिँ त्यहाँ लगाएर चाहिँ पेस्ट गरिसकेपछि मलाई फोटो त्यसरी जेनेरेट हुन्छ मानौँ तपाईँलाई चाहिँ यस्तो भाइटिकाको नभएर भिन्नता दिएर चाहिँ तपाईँलाई बनाउनु मन लागिरहेको थियो भने तपाईँले सजिलोसित त्यही फोटोमा अर्को फोटो जेनेरेट गर्नको लागि चाहिँ अर्को खालको प्रम्प्ट फेरि च्याट जीपीटीलाई सोध्न सक्नुहुन्छ सँगै बसेको हक गरेको जे बनाउँ भन्न चाहनुहुन्छ त्यही बनाउँछ त्यसपछि तपाईँले त्यो प्रम्प्टलाई लगाएर चाहिँ त्यहाँनिर पेस्ट गर्नु भइसकेपछि त्यो प्रम्प्टबाट जेनेरेट हुन्छ यस्तो खालको फोटो र देख्न सक्नुहुन्छ यो फोटो त जेनेरेट भयो तर मेरो बहिनीले के भन्यो मलाई यो आउटफिट मन परेन भन्यो त्यो आउटफिट मन नपरेपछि फेरि मैले रेफरेन्स इमेज चाहिँ एउटा आउटफिटको लिएँ जुनमा चाहिँ नेवारी खालको ड्रेस थियो त्यो ड्रेस चाहिँ यो बहिनीले लगाइदिए भनेर फेरि मैले अर्को प्रम्प्ट जेनेरेट गरेँ त्यो प्रम्प्टलाई फेरि मैले त्यहाँनिर लगाएर चाहिँ पेस्ट गरेर चाहिँ राखिदिइसकेपछि फेरि मेरो बहिनीको ड्रेस देख्न सक्नुहुन्छ त्यसरी त्यस्तो भयो र इजिली मेरो बहिनीलाई फेरि नेमारको चाहिँ के मन परेन त भन्दाखेरि ढाका टोपी चाहिँ एकपल्ट हटाइदिउँ कि अलिकति कपालमै राम्रो देखिन्छ कि भन्ने भयो है त्यसपछि फेरि मैले त्यो रिमुभ द ह्याट भनेर रिमुभ द टोपी भनेर चाहिँ मैले त्यहाँनिर लेखिदिइसकेपछि देख्न सक्नुहुन्छ सजिलो त्यो टोपी पनि त्यहाँनिरबाट रिमुभ भइसकेको छ गाइस यसरी तपाईहरुले आफूले नजानेको प्रम्प्ट च्याट जीपीटीलाई सोध्न सक्नुहुन्छ अथवा तपाईले मजाले इंग्लिशमा चाहिँ डिस्क्राइब गर्न सक्नुहुन्छ कस्तो खालको फोटो चाहिरहेको छ भने त्यो अनुसारको फोटो तपाईले जेनेरेट गर्न सक्नुहुन्छ रेशियो लेख्न नबिर्सिनुहोस् होला ल्यान्डस्केपमा आउन सक्छ तपाईलाई कस्तो खालको फोटो चाहिन्छ त्यही खालको फोटो हुन्छ र इन केस मिलेन भने त्यसलाई फेरि रिफाइन गरिरहन सक्नुहुन्छ